घाँटीमा खानेकुरा या अन्य कुनै वस्तुहरू अल्झिन गई श्वास नली थुनिएको अवस्थामा यानि कि चोकिङ भएको अवस्थामा चाहिँ ऊ व्यक्ति 10 सेकेन्ड भित्रमा चाहिँ बेहोस भइसकेको हुन्छ, 4 मिनेट भित्रमा उसको ब्रेन ड्यामेज भइसकेको हुन्छ भने चाहिँ 5 मिनेट भित्रमा उसको ब्रेन डेड भइसकेको हुन्छ है। अनि 6 मिनेटबाट 10 मिनेटसम्म पनि उलाई केही पनि उपचार नगरिकन यतिकै राखियो भने चाहिँ उसको मृत्यु हुन्छ। त्यही भएर हामीसँग एकदमै थोरै समय हुन्छ है उसलाई फर्स्ट एड दिनको लागि, उसलाई बचाउनको लागि। त्यही भएर हामी सबैले यो ज्ञान चाहिँ जान्नु जरुरी नै छ है। आज चाहिँ म यो भिडियोमा 1 वर्षभन्दा माथिका बच्चा र ठूला व्यक्तिहरूलाई चोकिङ भएको अवस्थामा के गर्न सकिन्छ भनेर बताउँदैछु है। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरुमा त हामी नआत्तिने अनि जसलाई चोकिङ भएको छ उसलाई नअतलाउने हैन। अनि हामीले गर्न सक्ने भनेको चाहिँ सुरुमा उलाई खोक भनेर भन्ने, खोक 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 भनेर भन्ने। यदि खोक्न सक्यो भने उसले खोक्दाखेरि नै त्यो खानेकुरा या अन्य वस्तु निस्किएर जान्छ। यदि खोक्न सकेन भने चाहिँ उसलाई हेल्प चाहिएको छ। हामीले अब प्राथमिक उपचार सुरु गर्नुपर्छ है। अब त हामीले उसलाई चेयर छ भने चेयरमा बसाउने र हल्का झुक्न लगाउने है। यदि चेयर छैन भने अगाडिको यो छातीको भागमा एउटा हातले सपोर्ट गर्ने र हल्का नुगाउने। अनि त्यसपछि फेरि यो कुमको बीचमा पछाडिको भागमा चाहिँ हाम्रो हत्केलाको सहायताले 5 पल्टसम्म हान्ने है। एक हान्ने अनि चेक गर्ने यदि खाना झर्यो कि झरेन, फेरि हान्ने, फेरि चेक गर्ने, फेरि हान्ने, फेरि चेक गर्ने। ठुलो मान्छेलाई, बच्चालाई अलिकति थोरै जोड लगाउने, ठुलो मान्छेलाई अलिकति धेरै जोड लगाउने है। हान्ने 5 पल्टसम्म हान्ने। 5 पल्टसम्म पनि उसको खाना निस्किएन भने चाहिँ हामी उसलाई फेरि सिधा गराउने र एउटा हात पछाडि राख्ने र एउटा हात छातीमा राख्ने। यो हात नछोडिकन यो निप्पल लाइनको बीचमा राखेर यो नछोडिकन प्रेस गर्ने। एक प्रेस गर्ने, मुखमा हेर्ने खाना निस्किएको छ कि छैन भने फेरि अर्कोचोटि नछोड्ने है, छोड्न चाहिँ। अनि फेरि अर्कोचोटि जोडले प्रेस गर्ने, मुखमा हेर्ने, छैन भने फेरि गरेर 5 पल्टसम्म गर्ने है। 5 पल्टसम्म नि गर्दा भएन भने फेरि पछाडिबाट गर्ने, हान्ने। अरु अन्य व्यक्तिहरूले चाहिँ उसलाई चोकिङ भएको थाहा पाउन साथ इमर्जेन्सी सर्भिस एम्बुलेन्सहरूलाई फोन गरिराख्ने है। अनि सर्वत्र चाहिँ चोकिङ भएको अवस्थामा चाहिँ हाइमलिक मनोभर भन्ने फर्स्ट एड दिने भनेर भनिन्छ है। यसमा चाहिँ के भन्दाखेरि चाहिँ एउटा हात चाहिँ मुठी बनाएर यो नाभि र यो जुन चाहिँ हाम्रो रिभ हुन्छ नि यो करङको मुनिपट्टि राख्ने अनि अर्कोले थिचेर पछाडिको व्यक्तिले यस्तै गरेर थिचेर चाहिँ प्रेसर दिएर 5 पल्टसम्म प्रेसर दिएर चाहिँ खाना निकाल्ने भनेर भन्छ है। तर मैले पाएको ट्रेनिङमा चाहिँ यो नगर्नु भनेर भन्छ। नगर्नु किन भन्दाखेरि चाहिँ यसले हाम्रो रिब्सहरू ड्यामेज हुने एकदम हाई चान्स हुन्छ। जुन रिब्स ड्यामेज भयो भने भित्रको इन्टरनल अर्गनमा रप्चर यानि कि कोपिएर त्यो इन्टरनल अर्गन ड्यामेज हुने चान्स हुन्छ। त्यो भनेको पनि एकदमै खतरनाक अवस्था हो है। त्यही भएर चाहिँ त्यो नगर्ने भन्छ मैले पाएको ट्रेनिङमा चाहिँ। तर अरू ठाउँमा चाहिँ यो पद्धति चाहिँ एकदम प्रचलित छ है। त्यो तपाईहरुको भरमा पर्छ, तपाईहरु युज गर्नुहुन्छ कि गर्नु न। तर म चाहिँ सजेस्ट गर्दिन है। हाइमलिक मनोभरलाई चाहिँ फर्स्ट लाइन पहिल्यै दिने उपचारमा चाहिँ कसैले पनि सामेल नगर्नु होला। पहिला उलाई खोक्न लगाउने अनि पछाडिबाट हान्ने यो कुमको बीचमा, अनि भएन भने यो छातीमा हान्ने, अनि भएन भने चाहिँ तपाईहरुले यो गर्न सक्नुहुन्छ। तर म चाहिँ सजेस्ट गर्दिन। ज्ञान तपाईहरुले राख्नु भयो भने कुनै व्यक्तिको ज्यान जोगाउन सक्नुहुन्छ। हस्त धन्यवाद।